नमस्कार यहाँहरू सबैजनालाई। सुयोग ज्योतिष सफ्टवेयरको बारेमा बताउने क्रममा आजको यस भिडियोमा मैले यस सफ्टवेयरको अर्को एउटा फिचर पञ्चाङ्गको बारेमा तपाईँहरूलाई केही जानकारी दिन गइरहेको छु। तपाईँले सफ्टवेयर डाउनलोड गर्नुभएको छैन, इन्स्टल गर्नुभएको छैन भने मैले यो कसरी गर्ने भन्ने बारेमा पार्ट 1मा मैले एक्सप्लेन गरेको छु। डाउनलोड गर्नुहोस्, इन्स्टल गर्नुहोस् र रजिस्टर गरिसकेपछि यो जुन इन्टरफेस देख्नुहुन्छ यो युआईमा यहाँनिर प्रमुख पेजको तलपट्टि जुन यो पञ्चाङ्ग भन्ने बटन छ यसमा क्लिक गर्नुभयो भने विश्व नक्सा, गोचर कुण्डली, पञ्चाङ्ग र ग्रहको डिग्री र अन्य जानकारी अनि क्लिक गरेको ठाउँको बारेमा जानकारी भन्ने यी बक्स 5वटा तपाईँले देख्नुहुन्छ है। फोकस गर्नुहोस् यो विश्व नक्सामा। तपाईँको जस्तो माउस तपाईँले मुभ गर्दै गर्दाखेरि यो माथि देशान्तर, अक्षांश र टाइम जोन परिवर्तन भएको र घडीको समय र दिन पनि परिवर्तन भएको पाउनुहुन्छ। जस्तो मैले अब यो नक्सालाई जस्तो चाइनाको कुनै ठाउँमा लगेँ भने माथि चाइना स्ट्यान्डर्ड टाइम र तलपट्टि चाइनाको टाइम पनि देखाइरहेको छ होइन। अनि त्यस्तै गरी मैले नेपालभित्र लगेँ भने नेपाली स्ट्यान्डर्ड टाइम अनि नेपालको तपाईँको माउस जहाँ छ त्यहाँ माथिको देशान्तर अक्षांशहरू यो देखाइरहेको छ। त्यसपछि घडीको समय दिन पनि तपाईँले यहाँ देख्नुहुन्छ। अनि अब तपाईँले माउस जहाँ क्लिक गर्नुहुन्छ होइन त्यो क्लिक गरेको ठाउँको अनुसारको चाहिँ गोचर कुण्डली यो बन्द छ। जस्तो अहिले मैले अब काठमाडौँ भनेर क्लिक गरेँ भने काठमाडौँको चाहिँ तपाईँको मिथुन होइन, काठमाडौँको अहिलेको जस्तो लग्न 0 डिग्री मिथुन भएको हुनाले यो मिथुन यहाँ देखाइएको छ। तर अब पोखरा मैले गर्दै गर्दाखेरि चाहिँ लग्न जस्तो 29 डिग्री वृष राशि भएको हुनाले चाहिँ लग्न चेन्ज भइसकेको छ। यो अब अलिकति ठाउँले पनि तपाईँको डिग्री त परिवर्तन हुन्छ नै। जस्तो अब मैले अब अमेरिकाको कुनै एउटा ठाउँमा मैले गरेँ भने यो पुरै उल्टो अपसाइड डाउन नै हुनसक्छ। जस्तो कि मैले यहाँ क्लिक गर्दाखेरि अब यो अहिले किनभने यहाँ कति बजेको छ 10 बजेको छ र यो सूर्य लगभग यो ठाउँमा देखाइएको छ होइन। अब यस पञ्चाङ्गमा तपाईँले जहाँ क्लिक गर्नुहुन्छ त्यो अनुसारको गोचर कुण्डली पाउनुभयो। र अर्को कुरा भनेको यहाँ पञ्चाङ्गमा चाहिँ त्यो ठाउँमा क्लिक गर्दाखेरिको त्यहाँ पञ्चाङ्ग के चलिरहेको छ भन्नेमा जानकारी छ। तिथि, बार, नक्षत्र, योग, करण यो देखाइएको छ। तिथिमा जस्तो अब शुक्ल पक्षको षष्ठी तिथि हो र यो नन्दा तिथि हो जसको स्वामी शुक्र हुनुहुन्छ। अनि बार बुधबार, नक्षत्र आद्रा, योग अतिगण्ड, चन्द्र, करण कौलभ। अनि अधिक जानकारीकोमा क्लिक गर्नुभयो भने जस्तो यो समय समीकरणमा चाहिँ तपाईँले अन्य जानकारीहरू पनि पाउनुहुन्छ। यो तिथिको सुरु समय, अन्त्य समय अनि होरा, चौघडिया, मुहुर्तहरूको पनि सुरु अन्त समय र बाँकी कति बाँकी छ भन्ने खालको एउटा जानकारी पनि यसले दिन्छ। त्यसपछि सूर्योदय सूर्यास्त सम्बन्धी जानकारी पनि यहाँ रहेको छ होइन। अनि तपाईँले जहाँ क्लिक गर्नुहुन्छ त्यो क्लिक गरिसकेपछि जस्तो यहाँ एउटा बटन यहाँ छ तलपट्टि मेरो पूर्व निर्धारित स्थानको रूपमा राख्ने। तपाईँले यो किन आवश्यक पर्छ भनेदेखि जब सफ्टवेयर इन्स्टल गर्नुहुन्छ तपाईँ काठमाडौँमै हुनुहुन्छ भन्ने छैन। अब इन्डियामा पनि हुन सक्नुहुन्छ अथवा कुनै पनि ठाउँमा हुनुहुन्छ तपाईँ भनेपछि तपाईँले त्यहाँ क्लिक गरेर यसलाई जस्तो मेरो पूर्व निर्धारित स्थानको रूपमा राख्ने भनेर तपाईँले गर्नुभयो भने अब अर्कोचोटि तपाईँले यो एप्लिकेसन क्लोज गरेर तपाईँ आउँदाखेरि होइन, जस्तो मैले अहिले एप्लिकेसन क्लोज गरेर तपाईँलाई देखाउन गइरहेको छु। अब क्लिक गरेर ओपन गर्दा तपाईँको जुन पञ्चाङ्ग छ यसले डिफल्ट तपाईँले अघि जहाँ क्लिक गर्नुभएको छ त्यो ठाउँमा देखाउँछ। अब यसको आवश्यकता किन अर्को पनि छ भन्दाखेरि जस्तो प्रश्न विचारमा काम गर्दै हुनुहुन्छ भने गोचर कुण्डली, प्रश्न कुण्डली भनौँ न, यो यसको बारेमा डिटेल्सहरू हेर्नको लागि पनि तपाईँ आफ्नै ठाउँमा हेर्नुपर्ने हुनाले यसरी यसको आवश्यकता परेको। र अर्को कुरा भनेको जस्तो अब कुण्डली कुनै खोल्नुहुन्छ भने पनि यो कुण्डलीमा जस्तो यहाँ पनि अब कुण्डलीवालाको जन्मदिनको समय पञ्चाङ्ग भने जस्तै चाहिँ तपाईँको आफ्नो ठाउँको समय पञ्चाङ्ग पनि यहाँनिर देखाइन्छ। अब यो आवश्यक हुनसक्छ कुनै कुनै स्थितिमा, त्यही भएर मैले यहाँ एक्स्ट्रा राखिदिएको छु। त्यही भएर पञ्चाङ्गमा यो बटनलाई तपाईँले प्रयोग गर्नु होला है। तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँ सेलेक्ट गर्नुहोस् माउसबाट, म्यापबाट र यसलाई पूर्व निर्धारितमा गर्नुभयो भने यो तपाईँको ठाउँ बन्छ नै। अनि अर्को कुरा भनेको चाहिँ जस्तो अब इन्टरनेट नभएको अवस्थामा यो म्याप नचल्न सक्छ। त्यस बेलामा चाहिँ सेटिङमा गएर यो म्यानुअली नै तपाईँले आफैले तपाईँको कहाँ देशान्तर, अक्षांश, पूर्व, पश्चिम, उत्तर, दक्षिण र टाइम जोन के हो भनेर तपाईँले सेट गर्नुभयो भने पनि यो सफ्टवेयरले त्यसपछि तपाईँको यो प्रश्न कुण्डलीमा र कुण्डलीको यो जस्तो यो मेरो ठाउँको अहिलेको समय पञ्चाङ्ग भन्ने ठाउँमा पनि जानकारी त्यसले त्यहीँबाट नै लिन्छ। यो सफ्टवेयरमा अब मैले अहिलेको लागि त यति नै जानकारी राखेँ। तपाईँलाई यसमा यो पञ्चाङ्गमा अरू केही एक्स्ट्रा कुराहरू भइदिए अझ राम्रो हुन्थ्यो।
युजफुल हुन्थ्यो तपाईँको लागि भन्ने जस्तो लाग्छ भने त्यो कुराहरू मलाई फेसबुक पेजमा पठाउन सक्नुहुन्छ। र मैले जानेको गणित ज्योतिष गणितको आधारमा यदि त्यो चिजहरू गर्न सम्भव देखेँ अथवा मलाई त्यो चिजहरू राम्रोसँग आइडिया भयो र मैले गर्न सक्छु जस्तो लाग्छ भने म डेफिनेटली यो सफ्टवेयरमा अझै इन्क्लुड गर्ने ट्राई गर्नेछु। आजको लागि यो भिडियोमा चाहिँ पञ्चाङ्गको बारेमा मैले यति नै बोलेँ। धन्यवाद।